आयो हजुर कुकर बनाउने ग्यास बनाउने छाता बनाउने आयो हजुर आयो हजुर भनिहाल्नुस् तपाईं के बनाउने रे म कुकर बनाउँछु छाता बनाउँछु बिग्रेका ग्यासहरु भए बनाइछु तपाईको के बनाउनु पर्ने छ भनिहाल्नुस् त मेरो नि एउटा कुकर बनाउनु पर्छ त कुकरमा सिटी नै लाग्दैन भने बनाइदिनु हुन्छ मेरो कुकर ल बनाइदिहाल्छु देखाइहाल्नुस् त यहाँ बस्नुस् नि त आउने त बस्नुस् म ल्याइहाल्छु है त ल के भइहालेछ तपाईको कुकर भनिहाल्नुस् त मेरो कुकर यहाँ सिटी नै लाग्दैन भने राम्रो छ हेर्दिनु है मेरो कुकर यो सिटी लाग्ने बनाइदिनु नि फेरि सिटी लागेन तपाईको कुकरमा म बनाइदिहाल्छु तपाई चिन्तै नगर्नुहोस् अनि हजुरको घरमा को हुनुहुन्छ मेरो घरमा को हुनु बुढा र म छ अनि खोइ त हजुरको बुढोलाई त देख्दिन त यता मेरो बुढो कामको सिलसिलामा सहरतिर जानु भएछ ए सहर गइहाल्नु भएछ अनि हजुरको अनुहार अँध्यारो अँध्यारो देख्छु त के भइहालेछ हजुरलाई मलाई अलि सन्चो छैन रुवालाई छ टाउको दुखी छ धेरै त्यही भएर ओहो टाउको दुखिहालेछ हजुरको दुखी छ नि मसँग 20 वटा जडीबुटीबाट बनेको एकदम स्पेशल तेल छ यो सुँगिहाल्नुस् त तपाईको टाउको दुखेको उतै खेरै चट हुन्छ म त जहिले नि यही प्रयोग गर्छु ल सुँगिहाल्नुस् त यसले चट्टै हुन्छ र ए चट्टै हुन्छ तपाई चिन्तै नगर्नुस् न चट्टै हुनु भयो त म त सुँगिहाल्छु यहाँ टाउको दुखेर मर्नु जस्तो ओहो दाजु हजुर यो औषधिले त रिङ्गाटो रिङ्गाटो लाग्दो रहेछ त रिङ्गाटो नलाई कहाँ ठिक हुन्छ हजुर त्यसै कहाँ ठिक हुन्छ